हेलो साथीहरु सेवाहरू नमस्ते हजुरहरु सम्पूर्णलाई हजुरहरु सम्पूर्णलाई मेरो भिडियोमा स्वागत गर्न चाहे अनि के आज चाहिँ मेरो यो आज भन्दाखेरि पनि यो भिडियो चाहिँ हिजोकै हो। हिजोको मेरो काम चाहिँ पूजापाठ गरेर आएर चाहिँ यहाँनिर म ड्रागन फ्रुट टिप्ने काम थियो। अनि के साथीहरु ड्रागन फ्रुट टिप्न जाँदाखेरि चाहिँ हजुरहरु चाहिँ त्यतिकै ग्लोभ्स बिना चाहिँ नजानु होला। म चाहिँ बाठो भएर जान्ने भएर फुरुक्क भएर चाहिँ म ग्लोभ्स नलाइ गएँ। लास्टमा ग्लोभ्स नलाइ जानुको नतिजा चाहिँ मैले राम्रोसँग भोगेँ। हजुरहरु चाहिँ हजुरहरुको घरमा यदि हजुरहरु कसैको घरमा ड्रागन फ्रुट छ र पाकेको छ र टिप्न चाहनुहुन्छ भनेदेखि यसरी ग्लोभ्स बिना चाहिँ नजानु होला। म चाहिँ ग्लोभ्स बिना गएर मलाई घोचेर राति त झन्डै ज्वरो नै फुट्यो। यसको काँडा के फेरि पुरा कस्तो खालको के कस्तो दुख्छ यसको काँडाले घोचेको गाइस। यस्तो साह्रो दुख्छ, यस्तो सुन्निरहेथ्यो मेरो हातहरु पुरा घोचेकोहरुमा। अनि फेरि हो मेरो भिडियो खिचिदिने मान्छेहरु हुँदैन नि त। अरु बेला त म आफै खिच्दै बनाउनु पर्छ, कस्तो गाह्रो हुन्छ नि त। अनि हिजो चाहिँ मेरो भिडियो खिच्ने मान्छेलाई एकछिन रोकेर मैले भिडियो खिचिदिनु ल भनेर राखेर भिडियो बनाउन लागेको। हिजो चाहिँ फेरि किन के साह्रो क्यामेरा नचाइदिनु भएछ। अब फेरि भिडियो राम्रो बनाइदिनु भएन, राम्रो खिचिदिनु भएन भने त फेरि खिच्न लाउला। अबदेखि त खिचिदिन्न भन्नु होला भन्ने पिर हैन। त्यसैले केही पनि नभनिकन यही भिडियोलाई मैले काटाकुटुक पारेर एडिट गरेर लाउने निदो गरे। अब चाहिँ फेरि लगभग टिपेर पनि सक्नु आँटेको छ साथीहरु। लास्टमा टिपेर चाहिँ कति हुँदो रहेछ यो लटको मेरो ड्रागन फ्रुट साथीहरु लास्टसम्म हेरेर साथ दिनु होला। फेरि यो ड्रागन फ्रुट चाहिँ नि एकचोटी फल्नु थालेपछि चाहिँ कुनै लट फुल्दैछ, कुनै लट फल्दैछ, कुनै लट पाक्दै नै छ। त्यसरी गर्छ है। सालमा एकचोटी फल्छ तर एकचोटीमा चाहिँ 3-4 लट फल्छ के साथीहरु। लास्टमा चाहिँ ड्रागन फ्रुट टिपिसक्दाखेरि चाहिँ यति निस्केको थियो। अनि फेरि भन्नु होला यत्रो धेरै ड्रागन फ्रुट टिपेर एक्लै खाइ भनेर साथीभाइहरु त्यस्तो गुनासो चाहिँ नगर्नु होला। मैले चाहिँ छरछिमेक आफ्ना आफन्तहरुलाई पनि बाँडेर खाएको छु ल भन्दै आजको भिडियो चाहिँ यति नै। थ्यांक्स फर वाचिङ, बाइ बाइ।